नमस्ते सम्पूर्णमा हजुरहरूलाई डक फार्मिङ इन नेपालमा स्वागत छ। आज म फेरि हजुरहरूलाई डक फार्मभित्रको दृश्य हेराउन गइरहेको छु। हजुरहरू अहिले हेरिराख्नु भएको यो हाँसहरू प्योर ब्रिड अफ खाकी क्यामेल। खाकी क्यामेलको एकदमै प्योर ब्रिड हो र आज म तपाईँहरूलाई अन्डाहरू पनि हाम्रो फार्ममा दिएको अन्डाहरू पनि कहाँ कहाँ दिन्छ भनेर देखाउने छु। यो घाँसले खासमा अन्डा इनकेस तपाईँहरूले खाकी क्यामेल हाँस या कुखुराको पालन गरिराख्नु भएको छ भने हाँसको अन्डा दिने समय भनेपछि म्याक्सिमम बिहान हुन्छ। बिहानको समयमा अन्डा दिन्छ, 4 बजेपछि दिन्छ अन्डा यिनीहरूले। र यिनीहरूले अन्डा चाहिँ एकदम फार्मभित्र एउटा पुवाल बनाएर दुलो बनाएर त्यहाँ अन्डा दिएको हुन्छ। म्याक्सिमम अन्डा छोपेर राखेको हुन्छ यिनीहरूले।